आज हामी गोर्खा भूतपूर्व सैनिक सङ्घ गेसोले बेलायतको प्रधानमन्त्री कार्यालय 10 डाउन स्ट्रिटमा ज्ञापन पत्र बुझाउन गइरहेका छौँ। यो ज्ञापन पत्र चाहिँ जति पनि हाम्रा गोर्खालीहरू जसले पेन्सन क्रेडिट पाइराख्नु भएको छ उहाँले अहिलेसम्म 90 दिनको बेलायतभन्दा बाहिर बस्न पाउने सुविधा पाइरहेकोमा बेलायत सरकारले चाहिँ 90 दिनबाट घटाएर 28 दिन कायम गरेको हुनाले हामीले एउटा अनुरोधको साथमा जो गोर्खालीहरू 70 वर्षभन्दा माथि 80 वर्षको उमेरमा उहाँहरू अहिले बेलायत बसिराख्नु भएको छ, जसको चाहिँ छोराछोरीहरू प्राय सबैको नेपालमा छन्, आफ्नो परिवार नेपालमा भएको हुनाले उहाँले आफ्नो परिवार भेट्न जानको लागि नेपाल जानुपर्ने हुन्छ र नेपालमा गएपछि नेपालको एउटा भौगोलिक बनावटको कारणले नेपालका यो वेदरको डिफिकल्टीको कारणले विविध कारणहरूले गर्दाखेरि यात्रामा उहाँले धेरै समय खर्च गर्नुपर्ने अवस्था हुन जान्छ। त्यसकारणले 28 दिनमा चाहिँ उहाँले नेपालमा आफ्नो परिवार भेटेर बेलायत आउनको लागि असम्भव भएको हुनाले हामीले यी कुराहरूलाई ध्यानमा राखेर बेलायत सरकारलाई एउटा अनुरोधको साथमा हामीले आज ज्ञापन पत्र बुझाउँदैछौँ। जुन ज्ञापन पत्रमा चाहिँ त्यही 28 दिनले चाहिँ हामीलाई नेपाल पुगेर आउनु असम्भव भएको कारणले पहिलेकै 90 दिन नै काम गरी पाऊँ भन्ने एउटा बेहोराको साथमा हामीले ज्ञापन पत्र बुझाउँदैछौँ। त्यसैको लागि हामी आज यो 10 डाउन स्ट्रिट अगाडि भेला भएका छौँ। Go,
भैलोमा माटोको माया छँदैछ नि वीर 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 गोर्खाली वीर 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 गोर्खाली गोर्खाली दाजुभाइ दिदीबहिनीहरू आमा बाबाहरू यसोका केन्द्रीय कमिटीका सम्पूर्ण पदाधिकारीज्यू शाखा समितिका सम्पूर्ण पदाधिकारीज्यूहरू यहाँलाई हार्दिक अभिवादन नमस्कार। अहिले भर्खरै हामीले प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र बुझाएर आएका छौँ। तपाईहरुलाई अवगत भएकै हो आजको ज्ञापन पत्र हामीले जसले पेन्सन क्रेडिट पाइराख्नु भएको छ उहाँहरूले बेलायतभन्दा बाहिर 90 दिन बस्न पाउने सुविधालाई बेलायती सरकारले कटौती गरेर 28 दिनमा झारेको छ र यो बेलायत सरकारले नयाँ नीति लागू गरेको छ 28 दिनको। हामीले भनेका छौँ 28 दिनमा हाम्रा वृद्ध गोर्खाली र उसका श्रीमती नेपाल गएर बेलायत फर्किन सक्ने सम्भावना छैन। किन भन्दाखेरि उनीहरूको सम्पूर्ण परिवार नेपालमै छन्। परिवार भेट्न जानुपर्ने अवस्था छ र परिवार भेट्न जाँदाखेरि उहाँहरूको नेपालको भौगोलिक बनावट नेपालको वेदरको डिफिकल्टी अथवा विविध कारण र समस्याहरूले गर्दाखेरि 28 दिनमा नेपाल पुगेर परिवार भेटेर बेलायत फर्किन असम्भव भएको कारणले यथावत पहिले जुन 90 दिनको थियो त्यही 90 दिनले कायम गरिदिनु हुन अनुरोधको साथ हामीले ज्ञापन पत्र बुझाउँ भन्ने बारेमा हाम्रा गेसोका केन्द्रीय वरिष्ठ उपसभापति कृष्ण कुमार राईले तपाईहरुलाई पूर्ण रूपमा जानकारी गराउनुहुन्छ। अहिलेसम्म 90 दिनका छुट्टी लिएर नेपाल छुट्टी गइरहेको यो अवस्थामा बेलायत सरकारले अहिलेको नयाँ नीति अन्तर्गत 28 दिनमा झारेर हामी सम्पूर्ण वृद्ध आमा बाबुहरू एउटा मानसिक तनावमा परेर पीडित भइरहेका हामी सम्पूर्ण भेटरन आदरणीय बाबाआमा दाजुभाइ दिदीबहिनी भान्जा भान्जीहरू अनि पत्रकार मित्रहरू सबैमा यो केन्द्रीय समितिको तर्फबाट हार्दिक न्यानो अभिवादन गर्न चाहन्छु। आज हामी गोर्खालीहरूको इतिहासमा 200 वर्ष पुगिसकेको अवस्था छ। 200 वर्षको यो गाँठमा हामी बेलायत सरकारसँग यो अनुरोध गर्न आएका छौँ कि 200 वर्षको दौडानमा ठुला हामीले विश्वयुद्धहरू लडेका छौँ, साना अनेकौं क्षेत्रीय युद्धहरू लडेका छौँ। यसरी युद्ध लड्दा
बेलायती सेनाको तर्फबाट युद्ध लड्दा हजारौंको संख्यामा हाम्रा पुर्खाहरू घाइते भएका छन्। हजारौंको संख्यामा मृत्यु भएको छ। 60,000 भन्दा बढी हाम्रा पुर्खाहरूले यो देशको निम्ति जीवन गुमाएको छ, बलिदान दिएको छ। आज यी गोर्खा भेटरेनहरू तिनीहरूकै सन्ततिहरू आज यहाँ हामी भेला भइरहेका छौँ। 10 डाउनिङ स्ट्रिटमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई भर्खरै मात्र हामीले हाम्रो पीडाको पिटिसन ज्ञापन पत्र बुझाएर आएका छौँ। त्यसो भएको हुनाले आज हामीले के भनिरहेका छौँ भन्दा कि आज यति लामो इतिहास बोकेका गोर्खाहरू जसले यो देशको निम्ति 200 वर्ष यो राष्ट्रको लागि, राष्ट्रमुक्तिको लागि, राष्ट्रिय स्वाधीनताको लागि लडाईँ लड्यौँ र 60,000 भन्दा बढीले बलिदान गर्यो र त्यसको बापत आज हामीले यो देशको सरकारसँग माग्ने हैसियतको साथ आज यहाँ आएका छौँ। हामी यहाँबाट 28 दिनको छुट्टी लिएर जब जान्छौँ भनेदेखि हाम्रो घरमा पुग्नको लागि कैयौँ दिन त हामी घरमा पुग्न 10-12 दिन लाग्छ। त्यसमध्येमा पनि हामी यहाँबाट बेलायतदेखि नेपाल जानलाई 2 दिन लाग्छ। पोखरा काठमाडौँ जस्तो ठाउँमा हो भने हामी सरासरी जान सक्छौँ, तर हामी कतै पहाडी क्षेत्रमा जान पर्यो भने हामीलाई 1 हप्ता 10 दिनसम्म समय लाग्ने हुनाले कसरी हामीले आफ्नो छोराछोरी नरनाता र आफ्नो आफन्तहरूसँग भेटेर यहाँ आउन सक्छौँ। त्यसो भएको हुनाले यी सम्पूर्ण कारणहरू सम्माननीय प्रधानमन्त्री थेरेसा मेज्यूलाई सविस्तार अनुरोधको साथ हामीले उहाँको टेबलमा राखेका छौँ।